टक्क यहाँनिर चाहिँ अहिले कोसेला थुपारेको त्यहाँ बाहिर ठाउँ थियो र त्यतिर यस्तै छ है धानहरू राम्रो छ। यो चाहिँ पारी गाउँ 3 घर छन्। यो चाहिँ कोदो चौरको कोदो हो सुन्तलाहरू यस्तो छन्। खासै फलेको राम्रो छैन है। सुन्तला चाहिँ यसपालि कमै फलिरहेछन्। हाम्रो जेठा हजुरबाको घर चाहिँ है यो चाहिँ हाम्रो जेठा हजुरबाको घर यो यतातिर साइला दाजु बस्नुहुन्छ। यो घरमा चाहिँ चटक्क पार्नु भएको छ। कोदो फलिरहेछ यस्तो। छिमेकी आइरहेछन् यहाँ थापा घर हो यो पारी गाउँ। धान रमाइलो छ राम्रै छ घर हो यो चाहिँ। यहाँबाट जस 2 मिनेट लाग्दैन घर पार गर्नमा। हाम्रो घर यस्तो छ है। अरू अब कस्तो हुन्छ भर्खर बनाउँदै गरेको घर हो सकेकै छैन घर बनाएर पनि। यो पल्लो चाहिँ दाजुको काइल दाजुको भने यो चाहिँ अब पुरा थुपाराइ हुँदैछ। हाम्रो घर यो चाहिँ बुवा चाहिँ त्यहाँनिर आज मकै छडाको काम गर्दै हुन्छ। छोरो त्यहाँ छ घर चाहिँ। आमा यता हेर्नु यति नै हुने कोसेला